आज हामी कर्णाली पुलमा आएको छौँ फोटो खिच्नको लागि। आजको चाहिँ पुसको 15 गते 2082 साल। अहिले हामी छौँ राकम बजारबाट, दैलेखको राकम बजारबाट यो अछाम जाने पुल, यो कर्णाली पुल हैन, यो कर्णाली माथि बनेको पुल भइहाल्यो। यो कर्णाली नदी दामी छ, सालो एकदम पानी बगेको जस्तै फिल हुन्न यहाँ बस्दाखेरि पनि। यो राकम बजार माथिपट्टि कर्णाली हाइवे छ। अनि यहाँनिर चाहिँ विशेष हामीले जोड दिनुपर्ने चाहिँ यो अर्जुन भाइ हो। जस्ट रोमियो बुढाथोकी ऊ चाहिँ यहाँ विशेष क्यामेराम्यानको साथमा म फोटो खिच्छु भनेर आएको, तर क्यामेराम्यान भेटेन रे हैन। त्यही भएर मेरो पारा हेर्नु हो भने म यस्तो बिजोक हालतमा छु। भाइ यहाँ हेर्नु फोटो खिच्छु भनेर सेक्सी भएर आएको। चस्मा लाएर कता हिँडेको, बिजुली बालेर, हट भएर, सेक्सी भएर, पट भएर। ल भाइ ल। दाइको उहाँ टक्क गाडी लिएर हैन, इसुजु हाम्रो हाइल्यान्डर लिएर एकदम आइरहनु भएको छ। आँखा झिम्काउँदै क्यामेराम्यानमा पछाडि। अर्जुन चाहिँ एकदम हाम्रो यहाँको सेलिब्रेटी जस्तो हैन। कोही स्लो मोसनमा भिडियो बनाइदिने, कोही फोटो खिचिदिने, कहिले हाम्रो दाइकोबाट बनाहा, कहिले उता दाइकोबाट बनाहा। सेलिब्रेटी भन्दा कम छैन यहाँ, सब क्यामेराम्यान। ल ढिला भयो भाइ, ढिला भयो। आज चाहिँ उसको 16 गते ERT नम्बर 23 को लागि तार बिछ्याउने कार्यक्रम सुरु भयो। खाजा खाएर यस्तो बालुवा उड्दो रहेछ कि सिधै नर्थ फेसिङ गरेर बस्नुपर्छ। यहाँ त बालुवा उडेर यता कर्णाली नदी छ। यो चाहिँ टुनी बगरको ठ्याक्कै टुनी बगर बजारको छेउमा हो। मेसिन आइपुग्यो। यसरी तार पनि यसरी हाल्दै जानु पर्ला जस्तो छ यहाँ त फर्केर। लास्टै बालुवा उडाउने रहेछ। Current situation of mine in Tunibagar at the left bank of Karnali river. Hello. को भाइ तिमी? अब देखिन्छ म राम्रो। हेलो गाइजहरु। हेलो। तिमीले के भन्यौ मैले सुन्छु कि भाइ। हाम्रो मेसिन चाहिँ उहाँ पर छ। एउटा दाइ टिएस चलाएर बसिरहनु भएको, अर्को दाइ हाम्रो मेसिन चलाएर बसिरहनु भएको। हामी चाहिँ धुलो धेरै भयो भनेर ब्याकअप भएको होइन दाइ। हेर अनुहार कस्तो भएको छ कुन्नी। सेतो पाउडर। म त यस्तो गोरो थिइनँ दाइ, कस्तो गोरो देखाएको छु अहिले। डुब्लिकेट हान्नुपर्छ जस्तो छ नदीमा। आजको टिएस चलाउने दाइमा बिचमा हुनुहुन्छ। यहाँ छ टिएस। फेरि बालुवा उड्न सुरु भइसक्यो कर्णाली रिभरको छेउमा। त्यहाँ मेसिन देखेन। यतातिर छ मेसिन कता। पछाडि टुनी बगर हो दैलेखको। यो पारिपट्टि अछाम हो। यहाँ छ मेसिन, यहाँ छ मेसिन। यही हो। सुरु भयो बालुवा उड्न फेरि सुरु भयो। पुरै आज ज्यानै बालुवाले ढाका छ। हामीले चाहिँ आज ERT नम्बर 12 गर्ने क्रममा गर्नु त गरियो। यो अमलाको पोको टन्डै छ, दाइको खल्ती भरि छ। अब मेसिनमा हाल्ने साइड नि भरेर जानु पर्ला जस्तो, किनकि यो रुख फिङ्गै छ अमलाकै टनाटन। दैलेख जिल्ला अमलाले भरिपूर्ण छ। सम्भावना बोकेको जिल्ला हैन अमला खेती।
ड्राइभर दाइले एक झोला बोके बनाइसकेछन्। हामीले 1 किलो चाहिँ त हामीले खाइसक्यौँ होला अहिलेसम्म। एउटा पनि चाख्न नपाएको भने आज अर्जुनले होला। अर्जुनले चाहिँ चाख्नु पाएन। हाम्रो सर्वेयर भाइ चाहिँ हाम्रो तल बगरमा हुनुहुन्छ, उहाँले चाहिँ मौका पाउनु भएको छैन। हामीले चाहिँ टन खायौँ। यो बनमाराले पुरै बनाइ ढाकेको छ, ERD गर्न चाहिँ साह्रो गाह्रो। यही लाइनमा यही माथि ल्याएर MSW पनि राखिदिनु पर्ने दाइ एउटा होइन, अनि सिधा बनाउनुलाई ठिक पर्थ्यो। 2082 साल पुसको महिना 20 गते हामी आज अब राकमको सिद्धार्थ होटेलबाट आज हामी बाई बाई गर्दैछौँ। हाम्रो अर्जुन बुढाथोकी उर्फ रोमियो बुढाथोकी चाहिँ गर्लफ्रेन्डलाई बिदाई मर्ने भनेर फोन गर्दै हुनुहुन्छ। दाइले टक्क गाडी सफा गरेर चिडिक्क बनाउनु भएको। अब हामीलाई काठमाडौँसम्म राम्रैसँग पुर्याउनु होला भन्ने आशा छ। छोडिदिने होइन, गाडी नै छोडिदिने। यो सिद्धार्थ होटेल बिहान पुरा रहा। राकम बाई 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 राकम बजार। बाई बाई। अब फेरि हामी यहाँबाट अन्त्य जानुपर्ने छ। केटाहरूलाई फोन गरौँ त। राकमलाई बाई बाई भन्दै हाम्रो यात्रा सुरु हुँदैछ। धन्यवाद। मेरो भिडियो तपाईँहरूलाई मन परेमा लाइक, सेयर, कमेन्ट गरिदिनु होला।